त्यो मेरो अनुभूति भन्दा बाहिरको मूल्य हो आदिमाता। म त्यसलाई हृदयमा स्पर्श गर्न सक्दिनँ। आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शन हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ। त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो। गुरु आफ्नो मूल्यलाई साना साना टुक्राहरूमा बाँडेर संसारभर फिजाउन चाहनुहुन्छ। म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन। आदिमाता, मेरो वास्तवमा मूल्य कसैले तोकिएको छ। म त्यही एउटा सानो मूल्य अनुभव गर्छु। नमस्कार, म आज स्वरूप भक्तद्वारा रचित 2048 को मदन पुरस्कार विजेता उपन्यास पागल बस्तीको व्याख्या गर्न गइरहेको छु। यस पुस्तकमा काठमाडौँका एक पत्रकारद्वारा मार्थाको कथा पस्किएको छ। कथाको सुरुवात हुन्छ एक पत्रकारबाट, जो आफूलाई स्वतन्त्र पत्रकार भन्न रुचाउँछ। उसको पत्नीको अर्कैसँग बिहे भएपछि त्यसको सामना गर्न नसकेर ऊ ट्रेकिङ हिँडेको हुन्छ। पत्रकार पोखरा घान्द्रुक हुँदै नौडाँड स्थित एक होटलमा बास बस्छ। उसले त्यही होटलमा पागल बस्तीको बारेमा सुनेको हुन्छ। उसलाई त्यसको बारेमा थप जान्न मन लागेपछि गाइडलाई त्यहाँ लैजान भन्छ। पागल बस्ती सुन्नसाथ सशङ्कित भएको गाइड त्यहाँ नजाने र पत्रकारलाई पनि नजान सल्लाह दिन्छ। ऊ भन्छ, त्यहाँ केही वर्ष अघि केही मानिसहरू गएको र कुनै कारणवश उनीहरूको मृत्यु भएको बताउँछ। उसको अनुसार त्यहाँ केही दशक पहिला 30-35 जना पागलहरू बस्ने र पछि उनीहरू मरेर गएपछि गाउँ सुनसान भएको र त्यहाँ भूत प्रेतले डराउन दिने बताउँछ। पत्रकारले गाइडको कुरा नसुनेपछि डरले गाइड त्यहाँ जान राजी हुन्छ। उनीहरू पागल बस्तीमा जान्छन्। उनीहरू बस्तीभित्र छिर्न डराउँछन्। बिस्तारै साँझ पर्दै जान्छ अनि त्यहाँ केही स्याल र कुकुरहरूको भुकाइ सुनिन्छ। अगाडि रहेको झाडीलाई देखाउँदै गाइडले भन्छ, त्यहाँ केही वर्ष पहिले एकजनाको गोरु भागेर पागल बस्तीमा छिरेछ। गाउँलेको कुरा नसुने पागल बस्तीमा छिरेको ऊ त्यही झाडीभित्र पसेर गोरुलाई लगेर घर जान्छ। तर हट्टाकट्टा रहेको उक्त व्यक्तिलाई केही दिनभित्रै भूतहरूले मारिदिन्छन्। गाइड कुरा सुनाउँदै आक्रोशित हुन्छ र बस्तीको मूल ढोकामा ढुङ्गामुढा बर्साउँछ। अनि यत्तिकैमा भूत भन्दै कोलेलाम ठोक्छ। भूत प्रेतको विरोध गर्ने पत्रकार आत्तिँदै त्यहाँबाट दुगुर्छ अनि आफू कति डरपोक रहेको र आफ्नो जीवन कति महत्त्वपूर्ण रहेको आभास गर्छ। पागल बस्तीबाट फर्किएपछि पत्रकार त्यसको बारेमा थाहा भएको एकमात्र प्रमाण मार्था कहाँ जान्छ। उसले मार्थाको नाम नौडाँडाको होटलमा सुनेको हुन्छ। संयोगवश ऊ मार्था र मिस मेरीकोमा पुग्छ अनि आफूले कैद गरेको तस्बिर मार्थालाई देखाउँदै त्यहाँको बारेमा केही भन्न आज्ञा गर्छ। त्यो सुनेर मार्था झनक्क रिसाउँछिन्। मिस मेरीले मार्थालाई पागल बस्तीको बारेमा सुन्न मन नलाग्ने बताउँछिन्। तर पत्रकारको विनम्रपछि मार्था पागल बस्तीबारे सुनाउन राजी हुन्छन्। अब हामी कथाको दोस्रो भागमा करिब 3 दशक अघि पुग्छौँ, जहाँ करिब 3 दशक अघि मार्था प्रशान्तलाई खोज्दै पागल बस्तीमा पुग्छिन्, जहाँ उनलाई एक कुरूप नारी अर्थात् मैचाङले किन आएको भनी प्रश्न गर्छे। मार्थाले आफूले प्रशान्तलाई भेट्न आएको बताउँछिन्, तर कुरूप नारीले नबुझेपछि उक्त बस्तीको निर्मातालाई भेट्न आएको बताउँछिन् अनि कुरूप नारीले मार्थालाई आदिगुरुसँग भेट गराउँछे, जुन मार्थाले खोज्दै आएको प्रशान्त नै हुन्छ। मार्थालाई देखेर आदिगुरु एकदम प्रफुल्लित हुन्छ। मार्थालाई स्वागत गर्छ र यिनै हुन् तिमीहरूको आदिमाता भनेर बस्तीका मानिसहरूलाई चिनाउँछ। बस्तीका सबै मानिस प्रशान्तका चेलाचेली हुन्छन्। बस्तीका सबै मानिस बाहिरबाट दुःख, पीडा र अपहेलना सहेर र घर परिवारबाट वञ्चित भएर त्यहाँ शरण लिएका हुन्छन्। आफूले पूजा गर्दै आइरहेको आदिमातालाई देखेर बस्तीवालाहरू खुसी हुन्छन्। सबैले आदिमातालाई प्रणाम गर्छन्।
त्यस बस्तीमा आदिमातालाई चाहिने आवासगृह वस्त्रहरू सबै पहिले नै राखिएको हुन्छ। त्यो देखेर मार्था प्रसन्न हुन्छन्। मार्थालाई बस्तीमा भित्राउने मैच्याङ पूर्व जन्ममा बिहे गर्छु भनी उसलाई कलकत्ता लगेर बेचेको र आफू त्यहाँबाट भाग्न सफल भए पनि समाजको अपहेलनापछि आदिगुरुले उनलाई अपनाएकोले त्यस बस्तीमा आएको कुरा आदिमातालाई बताउँछ। यस्तो बस्तीमा आएकोले मार्था धेरै खुसी हुन्छन्। उनी बिस्तारै प्रशान्तलाई माया गर्न थाल्छिन्। उता बस्तीमा दिनचर्याहरू सुरु भइरहेको हुन्छ। बस्तीमा आदि श्रमशाला, आदि शिक्षणशाला र आदि आरोग्यशाला गरी 3 विभाग हुन्छन्, जहाँ आदि श्रमशालामा कृषिजन्य उब्जनी र अन्य सिपमूलक कार्यहरू हुन्छन्। आदि शिक्षणशालामा भने हरेक वृद्ध र बच्चाहरूलाई पढाउने गरिन्छ र आदि आरोग्यशालामा भने बिरामीहरूको उपचार गरिन्छ। बस्तीको यो सामूहिक क्रियाकलाप देखेर मार्था प्रसन्न हुन्छन्। एक दिन प्रशान्त कार्यव्यस्तताको कारण बस्ती बाहिर जान्छ। त्यसै दिन एक वृद्ध आइमाई शरण पाऊँ भनी बस्तीको मूल ढोकामा उभिन्छ। प्रशान्त आउन केही घण्टा लाग्ने भएकोले मार्थाले उक्त बुढी नारीलाई बस्तीमा स्वीकार्छिन्। उनलाई त्यो एकदम ठुलो निर्णय लाग्छ र प्रशान्तले त्यो निर्णयलाई कसरी लिन्छ भनी ठुलो चिन्तामा पर्छिन्। तर त्यो मार्थाको निर्णयले प्रशान्त खुसी हुन्छ। एक दिन पोखरामा मेला लागेको हुँदा बस्तीमा बनाइएका औजारहरू बेच्न मार्था पुत्रपुत्री सहित पोखरा झर्छिन्। एउटी बुढी कुकुरनी पनि मार्थाको अघि लागेकी हुन्छ, जसको नाम बिन्दु हुन्छ। उनीहरू पोखरा झर्छन्, तर पोखरावासीले पागल बस्ती भनी केही नराम्रो नजरले हेर्छन्। अनि एक वस्तुमा मोल नमिलेपछि बस्तीवालाहरू कराउन थाल्छन्। शान्त रहेकी बिन्दु एक ढुङ्गामा चढी भुक्न थाल्छ। मार्थाले त्यो अवस्थामा उनलाई सम्झाई सामानहरू बेचेर बस्ती फर्किन्छन्। आदिमाताको त्यो काम देखेर बस्तीवालाहरू अनि आदिगुरु प्रशान्त प्रसन्न हुन्छ। एक दिन पुत्रपुत्रीहरू आदिमातालाई प्रेम कथा सुनाउन भन्छन्। आदिमाताले पूर्व जन्ममा तिमीहरूको आदिगुरु र मैले सँगै कलेज पढ्ने बताउँछिन्। कलेजमा मार्था एकदम सुन्दरी र सुशील हुन्छन् अनि पढाइमा पनि औसत नै हुन्छन्। तर प्रशान्त भने एकदम ट्यालेन्ट र सबै गुरुहरूको प्रिय हुन्छ। ऊ एक अन्तर्मुखी स्वभावको हुन्छ। प्रशान्तले मार्थालाई भित्रभित्रै मन पराउँछ, तर भन्न डराउँछ। त्यो कुरा मार्थालाई भने थाहा हुँदैन। एक दिन प्रशान्त चिठीद्वारा मार्थालाई प्रेम प्रस्ताव राख्छ। एक्कासी त्यो पत्र देखेर मार्था आश्चर्य हुन्छन् र प्रेम अस्वीकार गर्छिन्। प्रेम नै सबथोक सम्झेको प्रशान्त बिस्तारै विद्यालय आउन छोड्छ अनि विद्यालयभरि उसको गृहत्याग गरेर सत्यको खोजमा निस्केको हल्ला चल्छ। मार्था जान्दथे त्यो सब उसको कारणले गरेको भनेर, अनि मार्थालाई आत्मग्लानि हुन्छ। अनि अहिले त्यही आफ्नो प्रेमलाई खोज्दै माफी माग्न यस बस्तीसम्म आएको बताउँछिन्। यो सुनेर बस्तीवालाहरूको आदिमाताप्रति अझ बढी श्रद्धा जागेर आउँछ। एक दिन त्यस बस्तीको पुत्र कोपिल अहम ज्ञान प्राप्त गर्छ। अध्ययनको विशिष्ट श्रेणी पार गरेपछि उनीहरू अहम ज्ञान प्राप्त गर्छन् अनि उनीहरू आफ्नो बस्ती त्यागी बाहिर ज्ञानको ज्योति बाँड्न जान्छन्। कोपिललाई त्यस बस्तीबाट सम्मानसँग विदाई गर्ने क्रममा मार्थाले आफ्नो पुत्र कोपिलको प्रोटेट बनाई आदिगुरुलाई दिन्छन् अनि पुत्रलाई विदाई गर्छिन्। मार्था कुरूप नारीद्वारा जमुना र प्रेम मूर्तिको प्रेम कथाबारे थाहा पाउँछिन्। प्रेम मूर्ति जमुनालाई एकदम माया गर्ने, तर जमुनाले भने उसलाई घृणा गर्ने गर्छ। मार्था त्यहाँ आफ्नो प्रेम कथा देख्छिन् अनि मार्था जमुनालाई सोद्धा ऊ राम्रो नभएको भन्छ। त्यो सुनेर मार्था जमुनालाई मन व्यवहार हेर पुत्री, रूपमा के छ र भनेर सम्झाउन खोज्छिन्, तर जमुना मान्दिन। अनि जमुनालाई अप्ठ्यारो नहोस् भन्दै प्रेम मूर्ति बिस्तारै जमुनादेखि टाढिन्छ। त्यो समाचार बस्तीभरि फैलिन्छ अनि जमुना बिस्तारै पश्चातापको आगोमा जल्न थाल्छिन्। उनी भावविहीन हुन्छन्।
बिस्तारै उसलाई बिमारले छोप्न थाल्छ। ऊ पूर्ण रूपमा बोल्न पनि छोड्छ। डाक्टरले भने कुनै रोग नदेखिएको बताउँछन्। मार्थाले जमुनालाई आफै स्याहार गर्दै आइरहेकी हुन्छन्। जमुना बिरामी भएको केही दिनपछि मार्थाले नै शरण देखेकी बुढी आमाको छोराहरू मेरी आमालाई किन राखेको भन्दै आक्रोशित हुँदै आउँछन्। उनीहरू आमालाई लग्ने भन्छन्, तर छोराहरूबाट नै शोषण सहेकी आमा जान मान्दिनन्। अनि त्यो देखेर आदिगुरु आफै जान नचाहेको र हामी उहाँको इच्छा विपरीत नपठाउने भन्छन्। आक्रोशित छोराहरू आक्रोशित हुँदै ढुङ्गामुढा गर्छन् र बस्तीमा आगो लगाइदिन धम्की दिन्छन्। बस्तीवालाहरूलाई चोट लाग्छ, तर उनीहरू भने शान्त नै रहन्छन्। मेरो कारणले आदिगुरुलाई चोटपटक लागेको भन्दै बुढी महिला बस्ती छोड्न राजी हुन्छन्। जमुनाको रेखदेख गर्दै आएकी मार्था पुत्रपुत्री र आदिगुरुको चोट देखेर चिन्तित हुन्छन्। आदिगुरु मुसुक्क मुस्कुराउँदै हाम्रो शरीरमा चोट लागे पनि अहङ्कारलाई चोट नलागेको बताउँछन्। बस्तीमा धेरैलाई सामान्य चोट लागेको हुन्छ। आदिगुरुलाई बचाउँदै आदिगुरुलाई लाग्ने चोट खाएको प्रेममूर्तिसँगै बस्तीका अन्यहरूलाई डाक्टरहरूले मरमपट्टि लगाइदिन्छन् र केही दिन आराम गर्न अनुरोध गर्छन्। बिस्तारै जमुनाको अवस्था अझ खराब हुँदै जान्छ र 22 दिनपछि उसको निधन हुन्छ। अनि आदिमाताको सल्लाह बमोजिम उसको शवलाई आदिमाताको गृहस्थल नजिक गाडिन्छ। जमुनाको निधनको केही दिनपछि प्रेमपुत्रले पनि अहम ज्ञान प्राप्त गरेको र जन्मान्तर गर्ने भनी बस्ती छोड्छ। जमुनाको शोकले चिन्तित मार्था प्रेममूर्तिको विदाय गर्दा उसको चित्र भने बनाउन सक्दिनन्। एक दिन साँझ स्यालहरू कराएको आवाज सुनिन्छ। त्यो आवाज पोखराको फेवातालतिरबाट आएको हुन्छ अनि बिन्दु त्यतै दौडिन्छ। उसले स्याललाई त भेटाउँदिन, तर फर्कने क्रममा एक गाई र भर्खरै जन्मेको बाछो देख्छ। बुढो गाई मृत्युसँग लडिरहेको थियो भने बाछो दुध खान नपाएर आत्तिएको थियो। हेर्दा हेर्दै गाई मर्छ र बाछो उसको दुध चुस्न थाल्छ, तर दुध नआएपछि बाछो बुवा बुवा गर्दै कराउन थाल्छ। त्यो देखेर बिन्दुको आँखामा आँसु आउँछ र ऊ रुन थाल्छ। बिन्दुले आफ्नो स्तन बाछोको मुखमा लगेर बाछोलाई दुध खुवाउन थाल्छ। 2-3 दिनदेखि हराइरहेकी बिन्दुलाई देखेर एक मछुवारले त्यो खबर गाउँसम्म पुर्याउँछ अनि बस्तीभरि त्यो खबर फैलिन्छ। बस्ती बाहिर त्यसलाई भगवान भनी पूजा गर्न थाल्छन्, तर त्यो कुकुर पागल बस्तीको भन्ने थाहा पाएपछि पागल भएर पो यस्तो गरेको भन्न थाल्छन्। बस्तीमा बिन्दुलाई देखेर सबै खुसी भइरहेको बेला राति बाहिरीले त्यसलाई मारिदिन्छन्। जमुनाको पीडा ताजी रहेको बेला बस्तीमा अर्को शोक थपिन्छ। यस पश्चात प्रशान्त लामो ध्यानमा जान्छ। ऊ ध्यानमा बसेको 10, 20, 50 गर्दै 100 दिन बित्छ। आदिगुरुको अभावमा बस्तीमा सबै पीडित हुन्छन्। चिन्तित मार्था बस्तीलाई तिम्रो अत्यन्तै खाँचो छ भनी अनुरोध गर्छिन्। मार्थाको विनम्रपछि आदिगुरु ध्यानबाट बाहिर निस्किन्छ। दिनचर्या सामान्य चलिरहेको थियो। त्यसैमा बस्तीमा केहीलाई कुष्ठरोग लाग्छ। उनीहरूलाई डाक्टरद्वारा आदि आरोग्यशालामा राखी उपचार गरिन्छ। आदिगुरु पनि बिना कुनै सावधानी उनीहरूलाई प्रवचन सुनाउन जान्छन्। त्यो देखेर डाक्टरहरू एकदम चिन्तित हुन्छन् र मार्थालाई रोक्न अनुरोध गर्छन्। मार्था डाक्टरहरूसँग प्रशान्तलाई रोक्ने बाचा गर्छिन् र प्रशान्तलाई त्यहाँ नजान अनुरोध गर्छिन्। उनी भन्छन्, रोगी गुरुको चेला पनि रोगी नै हुन्छन्। तर प्रशान्त उनको कुरा सुन्दैन। आफ्ना लागि सबै पुत्रपुत्री बराबर भएको र उनीहरूलाई अझ मेरो आवश्यक रहेको बताउँछ। मार्थाको कुरा प्रशान्तले नमानेपछि
मार्था भोक हडतालमा लाग्छिन्। उनी जबसम्म प्रशान्त त्यहाँ जान छोड्दैन आफू खाना नखाने र त्यसको लागि ज्यानै जान परे पनि तयार भएको बताउँछिन्। करिब 1 हप्ता बित्छ। मार्थाको अवस्था एकदम नाजुक हुन्छ। त्यो कुरा कुष्ठरोगीहरूले थाहा पाएपछि उनीहरूले प्रशान्तको विरोध गर्छन्। हामीलाई प्रवचन चाहिँदैन। हाम्रो कारणले आदिमाताले प्राण त्याग गरेको हामी देख्न सक्दैनौँ। कोरीहरूको त्यो विद्रोह र मार्थाको अवस्था देखेर आदिगुरु हार मान्छन् र त्यसपश्चात ऊ सुरक्षा विधि अपनाएर मात्र आदि आरोग्यशाला जाने निधो गर्छ। त्यसपछि मार्था प्रशान्तकै हातबाट जुस पिएर अनसन तोड्छिन्। उनी झनपछि झन प्रशान्तको मायामा डुब्न थाल्छिन्। एक दिन मार्था बगैँचामा फुलहरूसँग खेलिरहेको बेला प्रशान्त आउँछ। उनीहरू बीच रमाइलो कुरा भइरहेको हुन्छ। यसैबीच प्रशान्त उनीहरूको प्रेम मिलन सम्भव नरहेको बताउँछ र मार्थालाई एक सुशील केटो खोजी बिहे गर्न आज्ञा दिन्छ। मार्था त्यो सुनेर रिसाउँछिन्। माया गर्ने व्यक्तिबाट यस्तो कुरा सुनेपछि उसलाई त्यो बस्ती बस्न मन लाग्दैन। प्रशान्त भने आफ्नो आशा त्यस्तो नरहेको बताउँछ। मार्थाको प्रेम प्रस्ताव किन नस्वीकारेको भन्ने प्रश्नमा प्रशान्त तिमीले मलाई होइन, तिमीले प्रेमलाई नै प्रेम गरेको भन्ने बताउँछ। मार्था आफूलाई मन पराएको मानिसलाई बरु देहत्याग गर्न भन, तर अर्कैसँग बन्धनमा बाँधिन आज्ञा नदेऊ भन्छिन्। म अहिले जसरी तडपिएको छु त्यसरी नै तिमी पनि पीडाबोध भई मलाई खोज्दै आउनेछौ भनी उक्त बस्ती छाडेर जान्छन्। बस्ती फेरि शोकाकुल हुन्छ। प्रशान्तले बस्तीका बासिन्दालाई निराकार आदिमाताको पूजा गर्ने बताउँछ। आदिमाताले हामी र यो बस्तीलाई दिएको योगदान अतुलनीय छ। प्रशान्त भन्छ, हे पुत्रपुत्रीहरू, मलाई थाहा छ साकार आदिमातालाई सजिलैसँग बिर्सन सकिँदैन। त्यसैले हामीले यो बस्ती परित्याग गरी जानेछौँ। म सत्य भन्छु, जीवनको सार्थकता भनेको अहम शून्यता हो। हे मानव अहमहरू, हामी शून्यतामा आदिमाताको पूजा गर्नेछौँ, वन्दना गर्नेछौँ। आदिमाता शून्य छ, महाशून्य महाशून्य महाशून्य।